गाइज वेलकम टु माई न्यू भ्लग। आज मेरो साथीहरू पनि छ। यता शिवम, हेलो यता हेलो भन्देऊ। ए राम्रोसँग भन न। अघि के भन्दा ए लिची त टन्टनै छ कि खाइदिनु मस्तो हुन्छ। साथी भनिदेऊ न त ल के भन्नु छ यता भन्ने र अब भन न। नमस्ते गाइज, तपाईँहरूको नाम के हो? मेरो नाम चाहिँ शिवम होइन। सबैजना कमेन्टमा त सबै आफ्नो आफ्नो नाम लेखिदिनु होला होइन। अनि आज चाहिँ हामी जान लाग्यो स्कुलतिर हो। त्यहाँ के भइरहेको छ यस्तो हामीले सबै हेर्दिनँ न। म चाहिँ स्कुल छोडिदिएको थिएँ, फेरि भोलिदेखि स्कुल जाने भनेको के अरे। अब भेरम भोलिदेखि गइयो अन्त मेरो बुक पनि किन्न जाने हो। जान त जाऊँ न त ल गइदिउँ न त। पैसा ल्याऊ दिइसकेँ मैले, बिहानै दिएको। ए बिहानै दिएको अनि किन नदिएको त? बिहान नरहेछ अहिले बेलुका हो पुगेर सिद्धिसकेको भनेको थियो नि त। त्यही भएर नि हो। जाउँ न त मौसम भाइ आइज परिचय देऊ। परिचय परिचय त हारिसक्यो कसैले भन्दैन त। हेलो अनि मेरो नाम मौसम हो। म आज दाइहरूसँग स्कुल जान लाग्यो। यहाँ यतिकै त्यहाँ क्रिकेट खेल्छन् होला, त्यही क्रिकेटहरू खेल्ने होला। चिलायो ए चिलाएन सिलायो अब तिम्रो पालि। हेलो मेरो नाम अदिस राणा मगर हो। यता के क्यामेरामा हेरेर म छैन ए भन न कस्तो रहेछ। के भन्नु स्कुल जान लाग्यो। यस्तो छ कि मेरो साथीहरू भन्न पनि यस्तो लजाउने। अर्को यो छ ल कुकुर आएको छ। अब कुकुर भाग्ने हो, रेडी भइसक्यो होला। ए मुसा भाइ जन्क्यो त ल। ए आप त कति हो कति कटा देखाइदियो भने खानु पाउने होइन कि देखाएर। ए यत्रो स्कुलमा आएको एक भुक्दिएको लोकदिन। थेट बत्ता आएको त यार मार्न खोज्यो। ए यो भाइले भ्लग बना यो भ्लगमा यसो स्ट्यान्ड हान्छु भनेर होला कि स्ट्यान्ड हान्ने लाउनु पर्दैन। त्यही हो क्या स्कुल जाने स्कुल नजाऊँ पहिला मेरो बुक लिन्छ म को किन मसँगै जालौ। शिवम के अरे तिमीहरूसँग जान पाउँछ भनेर पो यतिकै नत्र अघि नै भइसक्यो नि हो। ल मौसम स्कुलमा गएर भेट्छौँ भनेर। मौसम स्कुलमा गएर भेट्छौँ भनेर। चटपट पसलमा आएको चटपट भनेर कतिको खाने कति कति बिसँग पैसा पानी खाने 150 केजी या 60 कति खाने इसको बनाइदिनु खाएर भेट्छौँ भनेर खाना नै आँटिसक्यो कि खन्छु है। कस्तो छ? ल ल गाइज हामी खाइपिई गरेर सकिसकेको छ। यसले अहिलेसम्म छोडे होइन पुगिसक्यो। यसो गर नि खुर्सानी रहेछ कि हाल त अलिक हाल कसरी गर हाल पनि गयो। अब मेरो बाल ल अब हामी उठेको। ब्याटिङ आयो भने चाहिँ खेल्ला, ब्याटिङ आएन भने चाहिँ नखेला। कस्तो महसुस थियो जित्दाखेरि भन त ल? खोक्का थियो कस्तो थियो भन नि त महसुस ल। म चाहिँ घर आइसकेको छु। यहाँ यो भ्लग म यतैतिर इन गरिदिन्छु ल। बाई।
ल भन् त ल बाई